जस्तै म एउटा घटना सेयर गर्न चाहन्छु। फेब्रुअरी 4 तारिकका दिन होइन, कोपेनहेगनबाट इन्डिगो एयरलाइन्स मार्फत चाहिँ नेपालको लागि मेरो सासू ससुरा चाहिँ नेपाल जानुभएको थियो होइन। त्यहाँ के भएछ भने नेपाल एयरपोर्टमा झरेर हेर्दाखेरि लगेज चाहिँ फुटेको अवस्थामा होइन, फुटाइएको अवस्थामा केही सामानहरू लगिदिएको, लुट गरेको अवस्था, चोरेर लगेको अवस्था रहेछ है। भिडियो मार्फत म सबैजनालाई के सचेत गराउन चाहन्छु भने हामीले त्यही केही कुरा परिवर्तन गराउन त सकिन्न होइन। त्यो अब मुम्बई एयरपोर्टमा चोरी भयो अथवा चाहिँ नेपाल एयरपोर्टमा चोरी भयो त्यो चाहिँ थाहा छैन। तसर्थ तपाईँहरू ट्राभल गर्दै हुनुहुन्छ भने चाहे जुनसुकै एयरपोर्टबाट किन नजानुहोस्, जुनसुकै एयरलाइन्सबाट किन नजानुहोस्, कृपया आफ्नो ब्यागलाई चाहिँ सुरक्षित ढङ्गले, जस्तै तपाईँको फिल्म लगाएर है त्यसलाई पुरै ऱ्याप गरेर मात्रै हिँड्नु होला है। अन्यथा तपाईँलाई पनि यस्तो समस्या पर्न सक्छ। इन्डिगो एयरलाइन्सबाट फेब्रुअरी 4 तारिकका दिन हामी यसरी चाहिँ ट्राभल गरेर जानुभएको सासू ससुरा नेपाल एयरपोर्टमा पुग्दाखेरि चाहिँ लगेजको चाबी चाहिँ फुटाइएको अवस्था अनि केही सामानहरू झिकेर लगेको अवस्थामा चाहिँ हामीले चाहिँ आफ्नो सामान फेला पारेको छौँ। कृपया सबैजना सचेत रहनु होला र भिडियोलाई सेयर गरिदिनु होला, सबैमाझ पुऱ्याइदिनु होला र आफ्नो लगेज पुरै बेरेर पुरै खोल्न नमिल्ने गरी गरेर चाहिँ लगेर जानु होला। अन्यथा तपाईँले पनि यो समस्या भोग्नुपर्नेछ। भिडियोलाई सेयर गरिदिनु होला।